नमस्कार, नमस्कार। मेरो नाम महेन्द्र थापा हो। मेरो घर चाहिँ दमक झापा हो। हाल चाहिँ म साउथ कोरियामा छु। नमस्ते दर्शकबिनहरू। आज चाहिँ हाम्रो कोरियामा इपिएस अन्तर्गत कोरिया आउनुभएको हाम्रो महेन्द्र सर हुनुहुन्छ, झापा दमकदेखि होइन सर? झापाबाट हजुर सर। अनि सरले चाहिँ कुन इन्स्टिच्युटबाट पास गरेर यहाँ कोरियासम्म आउनुभयो? मेरो चाहिँ अनुभव अलिक निकै लामै छ। इन्स्टिच्युटमा पनि मेरो इन्स्टिच्युटमा चाहिँ मैले खासै चाहिँ इन्स्टिच्युट धाएर चाहिँ पढेको चाहिँ होइन। तर इन्स्टिच्युटकै कुरा गर्ने हो भने चाहिँ मैले एन्जल इन्स्टिच्युटमा चाहिँ लास्ट टाइममा चाहिँ जोइन चाहिँ गरेको थिएँ। तर मैले र यी सबै चाहिँ मैले पढेको छैन। सबै युट्युबबाटै आफसे पढ्दै गएको हो। जसमा मैले अब युट्युबकै कुरा गर्नुपर्दा चाहिँ मैले सबै युट्युब चाहिँ धेरै सरहरूको चाहिँ युट्युब चाहिँ हेरेँ र पढ्दै गएँ होइन। बिस्तारै बिस्तारै आफ्नो चाहिँ नि स्किलहरू बढाउँदै गएँ, क्वेसन ब्याङ्कहरू गर्दै गएँ। लगभग मैले 6-7 महिना चाहिँ राम्ररी नै युट्युब पढेँ। लास्टमा इक्जाम दिन लगभग 2-2.5 महिना थियो। त्यसमा चाहिँ मैले लास्ट टाइममा चाहिँ जुम क्लास पनि जोइन गरेको हो र त्यस बाबत मैले 100मा 100 ल्याउन पनि सफल भएको थिएँ। अनि यहाँ आउनुभन्दा पहिला कुन ठाउँ हुनुहुन्थ्यो कि नेपालमै केही गरिरहनु भएको थियो? म नेपालमै थिएँ होइन। नेपालमै त्यस्तै युट्युबहरू पढ्ने ओर्ने त्यस्तै गरिरहेको थिएँ। मैले केही जोइन गरेको थिइनँ यहाँभन्दा पहिला चाहिँ। भन्नाले इन्स्टिच्युट बाहेक अन्त वैदेशिक रोजगारको लागि कहीँ जानुभएको थियो? वैदेशिक रोजगारको लागि थिइनँ। म घरमै थिएँ होइन। घरमै काम गर्थेँ। घर किसानकै काम गरेर आउँथेँ म। एउटा यो कोरियनकै लहरमा भन्नुपर्दा चाहिँ मेरो बुवाको सपना थियो 2014मा। 2014मा चाहिँ बुवाको सपना चाहिँ थियो छोरो चाहिँ कोरिया गइदियो हुन्थ्योस् भनेर चाहिँ बुवा चाहिँ बाहिर हुनुहुन्थ्यो। त्यस टाइममा चाहिँ मलाई जस कल गरेर चाहिँ भन्नुभएको थियो। तर मैले त्यसरी कोरिया पढेर जाउँला भन्ने चाहिँ सोचेको चाहिँ थिइनँ। तर बाध्यता पछि पढ्दै गयो। पछि सोच्दै गयो 2014कै कुरा हो। तर पछि मैले पढ्न सुरु गरेँ। तर ढिलो गरेछु। त्यो चाहिँ अहिले रिलाइज चाहिँ भइरहेछ। तर बुवाको सपना चाहिँ मैले कोरिया आउने सपना चाहिँ मैले चाहिँ बुवाको सपना चाहिँ पुरा चाहिँ गरेको छु।